के तपाईको आइक्यू साँच्चै तेज छ? यो हर प्रश्नको 10 सेकेन्ड तपाईलाई हर प्रश्नले झड्का दिन सक्छ। सुन्दा सजिलो लाग्छ तर आन्सर गाह्रो पर्न सक्छ। आजको च्यालेन्ज तपाईलाई। पहिलो दिमाग चाट्ने आइक्यू प्रश्न। त्यो कुन चीज हो जुन आफूले भन्दा बढी अरूले प्रयोग गर्छन्? तपाईसँग 10 सेकेन्ड रहेको छ। सही जवाब दिनुहोस्। मिलाउनु भयो? सहिलो छ। यसको सही जवाब रहेको छ नाम। अर्को दिमाग खियाउने प्रश्न। तपाईको मोबाइलमा भएका सबै अङ्कहरूलाई गुणन गर्दा कति हुन्छ? तपाईको समय सुरु भयो। सही जवाब रहेको छ 0। यो प्रश्न असाध्यै सहिलो छ। उत्तर खोज्न कतै घुम्नु पर्दैन। पृथ्वीनारायण शाह मर्नुभन्दा अगाडि नेपालको राजा को थिए? यसो दिमाग घुमाएर उत्तर दिनुस् त। यसको सही जवाब रहेको छ पृथ्वीनारायण शाह। अर्को दिमाग चाट्ने प्रश्न। मानिस बिहान उठ्दा सर्वप्रथम के गर्छ? तपाईको समय सुरु भयो। यसको सही जवाब रहेको छ आँखा खोल्छ। फेरि अर्को दिमाग खियाउने प्रश्न। दिनमा लुगा लगाउने रातमा फुकाल्ने के हो? यसको सही जवाब रहेको छ मोजा। अर्को दिमाग चाट्ने प्रश्न। एक्जाममा सबैभन्दा पहिला के आउँछ? विचार गर्नुस् त। तपाईसँग 10 सेकेन्ड छ। यसको सही जवाब रहेको छ ई। रोचक दिमाग खियाउने प्रश्न। पूर्वतिर फर्केको गाईको पुच्छर कुन दिशामा फर्केको हुन्छ? सोचेर जवाब दिनुस् है। तपाईको समय सुरु भयो। यसको सही जवाब रहेको छ तलतिर फर्केको हुन्छ। अर्को दिमाग चाट्ने प्रश्न। 600 रुपैयाँ तिरेर सधैँभरि बसी बसी खान पाइने चीज के हो? यसको सही जवाब रहेको छ 600 रुपैयाँको कुर्सी। एउटा शब्दजाल सम्बन्धी दिमाग घुमाउने प्रश्न। हजुर कुन वनमा रुख पाइँदैन? यसो दिमाग घुमाउ त। यसको सही जवाब रहेको छ जीवनमा।